नमस्ते। हाम्रो शरीरलाई नि एउटा सानो तर एकदमै शक्तिशाली खनिज चाहिन्छ। अब यसको थोरै कमीले पनि स्वास्थ्यमा कति ठूलो असर पार्न सक्छ भन्ने कुरा सायदै हामीले सोचेका हुन्छौँ। आज हामी यही जिंकको कमी, यसका लुकेर बसेका संकेतहरू र घरमै बसेर गर्न सकिने केही सजिला उपायहरूबारे कुरा गर्नेछौँ। ल भन्नुहोस् त, के घरिघरि बिरामी परिरहने समस्या छ वा छाला र कपालको समस्याले हैरानै पारेको छ? हामीलाई लाग्छ यो त सामान्य हो, तर कहिलेकाहीँ यी सामान्य लाग्ने समस्याहरूको पछाडि एउटा गहिरो कारण लुकेको हुन सक्छ जुन हामीले ख्यालै गरिरहेका हुँदैनौँ। हो, वास्तवमा यी सबै समस्याको जड हाम्रो शरीरमा जिंकको कमी पो हो कि? जिंक यो यस्तो महत्त्वपूर्ण खनिज हो नि जसले हाम्रो इम्युनिटी सिस्टमदेखि लिएर शरीरको हरेक कोशिकाको विकाससम्म, भनौँ न, सयौं प्रक्रियाहरूलाई चलाइरहेको हुन्छ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले जिंकको कमी भनेको के हो भनेर बुझ्छौँ, त्यसपछि यसका मुख्य संकेतहरू के हुन् भनेर हेर्छौँ, अनि सुधारको लागि 5 चरणको योजना, खाना र जीवनशैलीमा के परिवर्तन ल्याउने, र अन्त्यमा अब हामीले के गर्नुपर्छ भन्ने बारेमा कुरा गर्नेछौँ। ल है त, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। आखिर यो जिंक हाम्रो शरीरको लागि किन यति धेरै महत्त्वपूर्ण छ र यसको कमी भयो भने के हुन्छ त? पहिले यही कुरा बुझौँ। एकदमै सरल भाषामा भन्नुपर्दा जिंकको कमी भनेको हाम्रो शरीरले चाहिने जति जिंक नपाउनु हो। र यस्तो हुँदा के हुन्छ? यसले सिधै हाम्रो रोगसँग लड्ने शक्ति, शरीरको कोशिकाको वृद्धि अनि घाउचोट निको हुने प्रक्रियामा असर पार्छ। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो शरीरले जिंकको कमी हुँदा के कस्ता संकेतहरू दिन्छ त? आखिर कुनै पनि समस्या समाधान गर्नुभन्दा पहिले त्यसलाई चिन्नु त पर्यो नि, हैन र? सबैभन्दा पहिले त हाम्रो शरीरले बाहिरबाटै संकेत दिन थाल्छ, छाला, कपाल र नङमा। जस्तै छाला एकदमै सुक्खा हुने, सानोतिनो घाउ पनि निको हुन धेरै समय लाग्ने, कपाल झर्ने वा नङहरू कमजोर भएर भाँचिने। अनि अर्को कुरा, यदि घरिघरि रुगाखोकी लागिरहन्छ भने यसले हाम्रो इम्युन सिस्टम कमजोर भएको संकेत गर्छ, र यसको पछाडिको कारण पनि जिंकको कमी हुन सक्छ। तर असर बाहिर मात्र देखिन्छ भन्ने छैन है, भित्रभित्रै पनि असर परिरहेको हुन्छ। जस्तै खानाको स्वाद वा गन्ध नै थाहा नहुने, भोकै नलाग्ने, यस्तो पनि हुन सक्छ। अनि मानसिक रूपमा हेर्ने हो भने कुनै कुरामा ध्यान लगाउन गाह्रो हुने वा मुड घरिघरि चेन्ज भइरहने, झर्को लाग्ने जस्ता समस्या पनि देखिन सक्छ। यसले त हर्मोनको सन्तुलनमा समेत गडबड ल्याउन सक्छ। तर यहाँनिर एउटा कुरामा चाहिँ एकदमै ध्यान दिनु जरुरी छ। यदि यी लक्षणहरू गम्भीर छन् वा लामो समय देखिएका छन् भने यस्तै होला भनेर अनुमानको भरमा बस्नु चाहिँ हुँदैन। यस्तो अवस्थामा डाक्टरको सल्लाह लिएर रगत जाँच गराउनु नै पक्का गर्ने सबैभन्दा राम्रो उपाय हो। ल, समस्या त पहिचान भयो, अब समाधानतिर लागौँ, हैन त? अब हामी एउटा एकदमै सरल तर निकै प्रभावकारी 5 चरणको योजना हेर्नेछौँ। यसले प्राकृतिक रूपमै जिंकको स्तर सुधार्न मद्दत गर्छ। यो योजना के हो त? पहिलो, आफूमा देखेका संकेतहरूलाई राम्ररी जाँच्ने। दोस्रो, आफ्नो खानपानमा सुधार ल्याउने। तेस्रो, यदि साँच्चै आवश्यक परेमा मात्र सप्लिमेन्ट लिने। चौथो, जीवनशैलीमा केही परिवर्तन गर्ने। र अन्त्यमा 5औं कदम हो आफ्नो प्रगति कस्तो भइरहेको छ भनेर हेरिरहने। अब लागौँ सबैभन्दा महत्त्वपूर्ण चरणतिर, जुन हाम्रो भान्साबाटै सुरु हुन्छ, किनभने प्राकृतिक रूपमा जिंक बढाउने सबैभन्दा उत्तम तरिका भनेको सही खानपान नै हो। यहाँ हेर्नुहोस् त, जिंकका केही पावर हाउस खानेकुराहरू। सूचीको सबैभन्दा माथि छ फर्सीको बिया। सोच्नुहोस् त, 100 ग्राममा करिब 7 देखि 10 मिलिग्रामसम्म जिंक पाइन्छ। त्यसपछि तेल, काजु, कुखुराको मासु अनि हाम्रो दाल र गेडागुडीहरू पनि जिंकका निकै राम्रा स्रोत हुन्। आफ्नो खानामा यी कुराहरू समावेश गर्नु भनेको एउटा एकदमै राम्रो सुरुवात हो। तर यहाँनिर एउटा कुरा बुझ्न जरुरी छ, हामीले खाएको सबै जिंक शरीरले उस्तै गरी सोच्न सक्दैन। जनावरबाट पाउने स्रोत जस्तै मासु र अण्डामा भएको जिंकलाई हाम्रो शरीरले सजिलै लिन सक्छ। तर गेडागुडी जस्ता वनस्पति जन्य खानेकुरामा फाइटेट्स भन्ने एउटा तत्त्व हुन्छ जसले जिंकको अवशोषणलाई अलिकति रोक्न सक्छ। त्यसो भए अब के गर्ने त? वनस्पति जन्य खानेकुराबाटै जिंकको पूरा फाइदा कसरी लिने? यसका केही सरल उपायहरू छन्। जस्तै जिंक भएको खाना खाँदा सँगै भिटामिन सी भएको कुरा जस्तै कागती वा गोलभेडा पनि खाने।
गेडागुडीलाई पकाउनु अघि भिजाउने वा टुसा उमार्ने गर्यो भने पनि फाइदा हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, डाक्टरको सल्लाह बिना क्याल्सियम वा आइरनको सप्लिमेन्ट जथाभावी नलिने, किनभने यिनीहरूले जिङ्क सोच्ने प्रक्रियामा बाधा पुर्याउन सक्छन्। खानाको कुरा त भयो। अब हाम्रो जीवनशैली र केही अरू उपायहरूले पनि जिङ्कको स्तरलाई सन्तुलनमा राख्न कसरी मद्दत गर्छन् त्यसबारे कुरा गरौँ। कहिलेकाहीँ खानाबाट मात्रै जिङ्कको मात्रा नपुर्न सक्छ। त्यस्तो बेला सप्लिमेन्टको आवश्यकता पर्न सक्छ। तर यहाँ देखाइएको यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। डाक्टरको सल्लाह अनुसार मात्र। सप्लिमेन्टहरू कहिल्यै पनि आफ्नै मनले लिनु हुँदैन। सामान्यतया डाक्टरहरूले सल्लाह दिन 10 देखि 25 मिलिग्रामसम्मको डोज सिफारिस गर्न सक्छन्। तर एउटा कुरा के याद राखौँ भने यो केवल जानकारीको लागि हो, यो मेडिकल सल्लाह होइन। किनभने चाहिने भन्दा धेरै जिङ्क लिनु पनि शरीरका लागि हानिकारक हुन सक्छ। सप्लिमेन्ट मात्रै खाएर पनि हुँदैन। हाम्रो जीवनशैलीमा गरिने सानातिना सुधारले पनि ठूलो फरक पार्छ। जस्तै पर्याप्त सुत्ने, तनाव कम गर्ने र नियमित हल्का व्यायाम गर्ने। यसो गर्दा शरीरले पोषक तत्त्वहरूलाई राम्रोसँग प्रयोग गर्न सक्छ र समग्र स्वास्थ्य पनि राम्रो हुन्छ। ल, हामीले जिङ्कको कमीका लक्षणहरूदेखि लिएर यसका कारण र समाधानका उपायहरूसम्म धेरै कुराहरू गर्यौं। अब यी सबै जानकारीलाई समेटेर अगाडि बढ्ने बेला भयो। आजको कुराकानीबाट हामीले लिनुपर्ने 3वटा मुख्य सन्देशहरू छन्। पहिलो, आफ्नो छाला, कपाल र इम्युनिटीमा देखिने सङ्केतहरूलाई चिन्न सिकौँ। दोस्रो, आफ्नो खानामा बियाँ, गेडागुडी र प्रोटिनयुक्त खानेकुराहरूलाई प्राथमिकता दियौँ। र तेस्रो, यदि लक्षणहरू गम्भीर छन् वा सप्लिमेन्ट सुरु गर्ने सोच्दै हुनुहुन्छ भने सधैँ पहिले डाक्टरसँग सल्लाह लियौँ। र अन्त्यमा एउटा प्रश्न मनमा खेलाउँ। यी सबै जानकारीपछि आफ्नो स्वास्थ्य सुधार गर्नको लागि आजैबाट कुन एउटा सानो कदम चाल्न सकिन्छ होला? त्यो खानामा एक मुट्ठी फर्सीको बियाँ थप्ने काम हुन सक्छ, वा केवल आफ्ना लक्षणहरूप्रति अलि बढी सचेत हुने निर्णय हुन सक्छ। याद राखौँ, हरेक सानो कदमले नै ठूलो परिवर्तन ल्याउँछ।